सुने रोमा तिमीले अलि फोटो गरेर राख ल ल आउँछु दाइ आउनु भएन आज ल ल आउनुहोस् आलु नजिक ए फोटो पछि चढ्नु चाहिँ आउनुहोस् त सुन्नुहोस् सुन्ने मात्रै एकछिन है शेर्पा सङ्घ अध्यक्षज्यू र शेर्पा सङ्घ सम्पूर्ण अग्रज नेताज्यूहरू यहाँलाई प्रसिद्धले अहिले हामी यो चाहिँ हाम्रो सोलु दुधकुण्डा नगरपालिकाको वार्ड नम्बर 3 हामी फाब्लुमा छौँ। फाब्लुको पनि यो हाम्रो स्वर्गीय छिङतेन्जी लामा उहाँ चाहिँ पहिला अञ्चलाधीश बडा हाकिम पछि उहाँ सांसद पनि हुनुभयो र गृह राज्य मन्त्री पनि हुनुभएको थियो र यो चाहिँ उहाँको चाहिँ दरबार यो चाहिँ ऐतिहासिक निवास एकदम ऐतिहासिक निवास र यो चाहिँ अहिले यो चाहिँ यसको पुनर्निर्माण भइराखेको छ। हामी यसको प्राङ्गणमा छौँ र उहाँको चाहिँ सुपुत्रले अहिले यसलाई चाहिँ रिनोभेसन गरेर यसलाई चाहिँ संरक्षण गर्ने भन्ने हिसाबले चाहिँ यसको चाहिँ रिनोभेसन भइराखेको छ। अब छिङतेन्जी लामाको विषयमा तपाईँहरू सबैले सुनि नै पुरातत्व विभागबाटै हो? पुरातत्व विभागबाट होइन, यो चाहिँ आफ्नो निजी पलबाटै उहाँको निजी निवास। अनि यो दरबार यो चाहिँ दरबारै भन्छौँ हामी होइन। यहाँ चाहिँ पहिला राजा महेन्द्र सवारी हुँदा पनि राजा वीरेन्द्र पछि दिपेन्द्र सवारी हुँदा पनि यहाँ बस्ने होइन। यहाँ चाहिँ मोहन शमशेर चन्द्र शमशेरहरू आउँदा पनि यहाँ बस्ने चाहिँ यो ऐतिहासिक एकदम चाहिँ थलो हो। र अब छिङतेन्जी लामाको विषयमा भन्दाखेरि उहाँ एकदमै चाहिँ हाम्रो शेर्पा समुदायको एकदम अग्रज यहाँ उहाँ एकदम नेता हुनुहुन्थ्यो। अस्ति झापामा चाहिँ पुगेर त्यहाँ हाम्रो किसा सिटौला हाम्रो काङ्ग्रेसको चाहिँ पूर्व महामन्त्री उहाँले पनि भन्नुहुन्थ्यो शेर्पा समुदायको चाहिँ अत्यन्तै शेर्पा समुदायको मात्रै नभइकन त्यो जमानामा चाहिँ देशकै एकदम चाहिँ उच्च ओहदामा बोकेको एकदम चाहिँ कमान भएको उहाँ नेता हुनुहुन्थ्यो र झापामा उहाँले विकास निर्माणको धेरै काम गर्नुभएको छ। अहिले उहाँको पहलमा भएको चाहिँ विकास निर्माणको काम जस्तोको त्यस्तै छ, त्यसको अझ थप स्तर उन्नति पनि हुन सकेको छैन। उहाँ चाहिँ एकदम त्यो जमानामा लोकप्रिय र विकास प्रेमी हो भनेर उहाँले पनि भन्दै हुन्थ्यो, दूरदर्शी। अब सोलुको हकमा भन्ने हो भने अहिले पञ्चायतकालदेखि अहिलेसम्म हाम्रो चाहिँ बहुदल पछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिलेसम्म आइसक्दा पनि उहाँको नेतृत्वमा जति विकास यहाँ भयो होइन, जस्तो उहाँको पहलमा उहाँले यहाँ चाहिँ फाप्लुमा एयरपोर्ट बनाउनु भयो, उहाँको पहलमा यहाँ जिल्ला अस्पतालको स्थापना भयो, चाहिँ जिल्लाको सदरमुकाम सल्लेरीमा भयो। त्यसै गरिकन यो बागवानी फार्म छ यहाँ हर्टिकल्चर सेन्टर यहाँ ठुलो चाहिँ लगभग 2000 रोपनीमा उहाँको पहलमा निर्माण भएको यो चाहिँ कृषिको अहिले ज्ञान केन्द्र पनि भएको छ। अनि त्यति मात्रै नभइकन उहाँले जिल्लामा चाहिँ जजमावि स्थापना गर्नुभयो, चिवाङ गुम्बा स्थापना गर्नुभयो, सल्लेरी चासा जलविद्युतको स्थापना गर्नुभयो र त्यतिखेर चाहिँ टिबेटबाट आएको रिफ्युजीहरूलाई तपाईँको चाहिँ यो चेल्सामा सेटलमेन्टको कुरादेखि लिएर सोलुमा नेपालकै इतिहासमा गलैँचा सबभन्दा पहिला गलैँचा उद्योग स्थापना भएको चाहिँ सल्लेरी चेल्सा, त्यसै गरी नेपालकै तपाईँको चाहिँ गलैँचा इतिहास हेर्नु भने सोलुबाट सुरु भएको छ। त्यति मात्रै नभएर उहाँको पहलमा त्यो जमानामा चाहिँ तपाईँको पिकेमा चाहिँ याक डेरी, त्यसै गरी परे भन्ने ठाउँमा अनि टाकसिन्धु। त्यस कारणले उहाँको नेतृत्वमा जति विकास निर्माण भयो अहिले हाम्रो पालामा पनि त्यति हुन सकेको छैन। त्यसमा अलिकति केही थपघट भयो होला होइन। त्यस कारणले उहाँको नेतृत्वमा धेरै कामहरू भएको छ। उहाँ एकदम ऐतिहासिक व्यक्तित्व हुन्थ्यो। अञ्चलाधीश उहाँ सुरुमा बडा हाकिम हुनुभयो, त्यसपछि उहाँ चाहिँ मेची अञ्चलाधीश हुनुभयो, पछि चाहिँ जनकपुरमा पनि उहाँ अञ्चलाधीश हुनुभयो, त्यसपछि उहाँ चाहिँ पछि सांसद हुनुभयो अनि मन्त्री हुनुभयो होइन। त्यस कारणले आज उहाँको चाहिँ एकदम चाहिँ उहाँ जन्मेको यो ऐतिहासिक स्थलमा हामी पुग्दाखेरि हामीलाई एकदम गर्व लागेको छ। अब अहिले चाहिँ सरसर्ती हामी उहाँको चाहिँ यहाँभित्र उहाँ सुत्ने ठाउँ, उहाँको मिटिङ रुम, उहाँको डाइनिङ रुमहरू छ होइन। हामी बिस्तारै यसलाई हेर्छौँ। यसलाई हेरिसकेपछि अब यहाँ यो चाहिँ माथि चाहिँ यो उहाँको गुम्बा हो होइन, यो छुट्टै गुम्बा हो। पहिला चाहिँ मणिपुरी छ, अलिक हामी त्यहाँबाट आउँदाखेरि बाहिरबाट गुम्बा हो। अनि त्यसपछि उतापट्टि अहिले हामी बस्दै गरेको उता चाहिँ उहाँको त्यो गोडाको तबेले के भन्छ गोडा राख्ने ठाउँ त्यो छ, तखङ छ। अनि यता चाहिँ अहिले चाहिँ उहाँले पार्किङ पनि
बनाउँदै हुनुहुँदैछ। यो चाहिँ उहाँको चाहिँ नागसान उहाँको चाहिँ नाग पूजा गर्ने अनि अब अलिकति हामी यता हेर्ने हो भने